तपाईहरु पनि लभ स्टोरी एन्ड रोमान्टिक वेब सिरिज अथवा मुभीहरु हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले यो वेब सिरिजलाई चाहिँ ट्राई गर्न सक्नुहुन्छ है त। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरु हेर्न तपाईहरुलाई मनपर्छ भने चाहिँ मैले बारम्बार तपाईहरुलाई भन्ने गर्छु। सो मलाई फलो गरेर राख्न भने नबिर्सनु होला, किनभने फलो गर्दैमा केही पनि जाँदैन है त। सो मिट कट यो चाहिँ 2023 मा आएको एउटा तामिल वेब सिरिज हो भने सो वेब सिरिजको स्टोरीले चाहिँ मेन कुरा चाहिँ लभ स्टोरी एन्ड रोमान्स अलिकति इमोसन पनि देखाउन खोज्छ भने सो तपाईहरुलाई चाहिँ लभ स्टोरी है रोमान्टिक वेब सिरिजहरु हेर्न मनपर्छ भने चाहिँ तपाईहरुले यो वेब सिरिजलाई चाहिँ ट्राई गर्न सक्नुहुन्छ भने सो वेब सिरिजको एक्टर अनि एक्ट्रेसको बारेमा चाहिँ मैले कुरा गरेन, किनभने हरेक एपिसोडमा चाहिँ डिफ्रेन्ट एक्टर अनि एक्ट्रेसको चाहिँ पर्फर्मेन्स रहेको छ भने सो तपाईहरु चाहिँ है लभ स्टोरी एन्ड रोमान्टिक अनि इमोसन पनि मिक्स भएको है वेब सिरिजहरु तपाईहरुलाई हेर्न मनपर्छ र हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले यसलाई ट्राई गर्न सक्नुहुन्छ भने सो आई होप हजुरहरु धेरैले चाहिँ यो वेब सिरिजलाई चाहिँ हेरिसक्नु भएको छ होला र हेरिसक्नु भएको छ भने तपाईहरुलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला र हेर्नु भएको छैन भने हेरिहाल्नुस्, किनभने एकदमै बवाल र एकदमै दामी अनि वेब सिरिज छ भने आई होप हजुरहरु धेरैलाई चाहिँ भिडियो राम्रो लाग्यो होला र भिडियो राम्रो लाग्यो भने तपाईहरुले लाइक कमेन्ट शेयर गरेर अनि साथ अनि सपोर्ट गर्न सक्नुहुन्छ भने सो तपाईहरुले मुभी हेर्नुहुन्न भने पनि सो तपाईहरुको साथीहरु कोही मुभी लभर हुनुहुन्छ भने उहाँहरुलाई चाहिँ यो भिडियो शेयर गरिहाल्नुस् है त।